कामना गर्न र परिवारप्रति संवेदना व्यक्त गर्नलाई उपस्थित हुनुभएका नेपाली कम्युनिस्ट पार्टीका आदरणीय नेतागणहरू, नेकपा एमालेका नेताजीहरू, त्यसैगरी नेपाली काङ्ग्रेसका प्रतिनिधिज्यूहरू र सम्पूर्ण उहाँलाई चाहिँ मृत आत्माप्रति शोकलाई सशक्तिमा बदल्दै उहाँहरूको परिवारलाई संवेदना व्यक्त गर्न पाल्नुभएका इष्टमित्र र आदरणीय सम्पूर्ण बुवा आमालाई नेपाली कम्युनिस्ट पार्टी लाल अभिवादन टक्राउन चाहन्छु। आज हामी स्वर्गीय कृष्णबहादुर स्याङताङको जन्म 2000 सालमा भएको थियो भने मृत्यु उहाँको चाहिँ 2082 साल 11 महिना 13 गते 82 वर्षको असामयिक निधनप्रति हामी उहाँको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारजनहरू उहाँको इष्टमित्रहरू प्रति संवेदना व्यक्त गर्न चाहन्छु। यस दुःखद घडीमा उहाँको विषयमा म केही चर्चा गर्न गइरहेको छु। उहाँ तत्कालीन माओवादी केन्द्र हुँदै आज हाम्रो नेपाली कम्युनिस्ट पार्टीको नेतृत्व रूपमा विगत 1 वर्षदेखि बिरामी अवस्थामा हुनुहुन्थ्यो। उहाँ एउटा तान्त्रिक व्यक्ति पनि भएको कारणले गर्दाखेरि समाजमाथि जतिखेर पर्दाखेरि पनि उहाँले सरसहयोग गर्ने, उहाँले आफै सक्ने जुनसुकै बेलामा पनि एउटा समाजसेवीको रूपमा पनि कार्य गर्नुभएको छ। उहाँको हामी सदैव स्मरण गर्दै उहाँहरूको सम्पूर्ण परिवार पनि आज हाम्रो नेपाली कम्युनिस्ट पार्टीमा चाहिँ आबद्ध हुनुहुन्छ। उहाँको 4 भाइ छोराहरू हुनुहुन्छ, त्यसै गरी 8 बहिनी छोरीहरू हुनुहुन्छ। छोरामा तपाईँलाई जेठो शङ्कर सिंह स्याङतान हुनुहुन्छ भने माइलो आइती सिंह स्याङतान, त्यसै गरी साइलो मङ्गलबहादुर स्याङतान र कान्छो तुलबहादुर स्याङतान हाम्रो नेपाली कम्युनिस्ट पार्टीको वाइसिएल कमिटीको वडा अध्यक्ष समेत रहनु भएको छ। यस दुःखद घडीमा उपस्थित हुनुभएका सम्पूर्ण कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै
म सम्पूर्ण कमरेडहरूलाई मृत आत्माको 1 मिनेट मौन धारण गर्छु। उपस्थित हुनुहुने आदरणीय हाम्रो अग्रज नेताहरू प्रसन्न भट्टराईज्यू, त्यसै गरी पिला बहादुर मोक्तानज्यू, हाम्रो नगर सचिव हरि खड्काज्यू लगायत सम्पूर्ण कमरेडहरूले यो चाहिँ लाल झन्डा उडाएर उहाँको मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिदिनु हुनलाई म हार्दिक अनुरोध गर्दछु। Tôi chưa quay rồi, giờ là thăm là